आज ड्यूटी जाने बेलामा हपन बाबु अरूको दोकानको मेनुलाई गर्दैछ ताकि जाकी। थाहा छैन यो मोटो भाइ हातमा किन लिएको छ खानेकुरा अनि अर्को हातमा लिएको छ लोटा। अनि यसको हाइट अनि मेरो हाइट सेम छ, दुईटैजना मोटो मोटो छौँ। बाटोको अर्कोपट्टिबाट लुकुर सिंह हामीलाई भन्छ के गर्दैछौ तिमीहरू त्यहाँ छिटो जुन कम्पनीतिर। कम्पनीमा आएपछि म लुकाउँदैछु यताउति। एकछिनपछि कुकुर जस्तो ताकी जाकी गर्दैछु म बाहिरपट्टि। बाहिर ताकी जाकी गर्नुको कारण लुकुर सिंह अनि दाजु गरिरहेको छ बहादुर घोडाको सर्भिसिङ। थाहा छैन यो दुईजना किन गरिरहेको छ यति घाममा काम। यो काम त बेलुका पनि गर्न सकिन्थ्यो। यति घामबाट गलेर आएर तपाईँको कलवाटी भाइ गलेर बस्यो एक कोनामा। तर पनि यो दाजु घाममा गरिरहेको छ आफ्नो बहादुर वाला काम। हाम्रो दाजुले कसम खानुभएको छ चाहे जति काम गरोस्, चाहे आँधी आओस्, चाहे तुफान आओस्, म आफ्नो काम गर्न रोक्दिनँ। बहादुर घोडाको हालत गरिदिएको छ खराब। अनि तपाईँहरू लाइक गरिदिनु होला। बाई बाई।